आदरणीय दर्शक तथा श्रोता नमस्कार। आज म यहाँहरूलाई साहित्यकार बानिरा गिरीको कारागार उपन्यासको केही अंश सुनाउनेछु। केही न केही हल्ला र अफवाह नभए काठमाडौँको वातावरण निरस हुन्छ। पिपलको बोटमुनिको जमात लाटो हुन्छ। कफी हाउस र रेस्टुरा टुहुरा हुन्छन्। क्याम्पस र अड्डाहरू नुन खाएको कुखुरा चाहिँ जुक्रिन्छन्। जुनै तहको कुरा भए पनि पुग्छ, ती कुरा राष्ट्रिय हुन् अथवा अन्तर्राष्ट्रिय। केही कुरा नभएको दिन कसैको पारिवारिक कुरा भए पनि काम चल्छ। फलानुले फलानीलाई राख्यो रे, फलानी त पुई छँदा छँदै फलानुसित पो सल्केकी छ रे, फलानु र फलानीलाई फलानुले फलानु ठाउँमा भेट्यो रे, फलानीले अविवाहित रहेर आमा बुवाको अंश लिएपछि फलानीको पैसित लसपस गरेकी छ रे, फलानु दुलहा दुलहीले इन्कम ट्याक्स तिर्नुपर्छ भने कागजात मात्र पारपाचुकी गरेका रे। यस्ता फलानु र तिलानुको लेबल लागेका कुरा गरेर पेट भर्नेहरूको कमी भन्ज्याङभित्र छैन। इन्दिरा र ओम रेस्टुराँमा क्राइभेन चुरोट र स्टार बियर उडाएर यस्ता गफ छुटिरहेका भद्रभलात्मीका घरमा दुलहीहरू भान्सामा काँचो दाउरा फुक्दा फुक्दा पिरो आँखा पारी बल्ल मासको दाल, भात र आलुको झोल पकाइरहेका हुन्छन्। धेरै अघि नै थाहा पाइसक्नु पर्ने मेरो र उनको सम्बन्धको छनक बल्ल हिजो आज अलिअलि मेरो अड्डामा चल्न थालेको म थाहा पाउँछु। मेरो अड्डामा टीका लाएर आउने बाजेहरूदेखि लिएर अनेकौं चिप्ला प्रसादहरूको समेत कमी छैन। बेल पाइन्ट लगाउने उत्ताउला युवकहरूभन्दा माछा मासु फूल नखाई 12 घण्टा गीता एवं सीताका कुरा गरी टीकाको स्वाङ रचाउने अनि चिप्ला चिप्ला कुरा गर्ने चिप्ला प्रसादहरू ज्यादै खतरनाक, ज्यादै डरलाग्दा हुन्छन्। यिनीहरू बाहिर बाहिर आत्मा र परमात्माका कुरा गर्छन् र भित्र सँगै उद्याउँछन्। मुखले एक ठेकी तेल घसेर वातावरण नै यति चिप्लो तुल्याउँछन् कि एकसाथ धेरैलाई चिप्ल्याएर पछार्न समर्थ हुन्छ। यस्ताहरू बाहिरबाट हेर्दा हातमा माला जप्दै मुसाहरू अघि लगाई तीर्थाटनमा जान लागेका साधु बिराला जस्ता देखिन्छन्। राम्ररी डायग्नोसिस नगरी यिनीहरूको वास्तविकता पत्ता लगाउन रामेको फादर चामे हुँ भन्नेलाई पनि गाह्रै पर्छ। यिनीहरू स्वास्नी मानिस टाइपिस्टलाई समेत काममा लगाउँछन्। स्वाभाविक नरहेर जहिले पनि सतर्क रहेको देख्छु। मानव आफैले बारम्बार आफ्ना कपडाहरू टकटक्याइरहेका हुन्छन्। यस्ता नक्कली व्यक्तिहरूले डम्म ढाकेको मेरो अड्डामा मेरो र उनको सम्बन्धको के प्रतिक्रिया हुन्छ भनी म आफ्नो फाइल उल्टाई पल्टाई सोचिरहन्छु। फुर्सदको समयमा यस्तै कुराहरू नसोची अरू सोच्ने नै पो के र। म जस्तो साधारण सेक्स अफिसर भई खाइटो पलेकी स्वास्नी मान्छेले मैले ठानेकी थिएँ तिनीहरू अवश्यै पनि मेरो सम्बन्ध एउटा विवाहित व्यक्तिसित भएको थाहा पाएर राम राम शिव शिव गरिरहेका होला। तर कस्तो अचम्म, ठिक उल्टो प्रतिक्रिया देख्दा म साह्रै नै छक्क मात्र होइन दिक्क पनि भएँ। अब त आफूभन्दा माथिल्लो हाकिमको कोठाबाट चियाको बखत निम्ता पनि आउन थाल्यो। जाउँ नजाउँ गर्दै हाकिम साहेबको कोठामा पसेँ। हाकिम महोदय जाडोको याम भएकोले सरकारी हिटर बाली रनक्क भएर बसिकाएछन्। आँखाका दुवै कुनामा नदेखिने प्रकारका वासनामय तरलता पश्मिनाको खास्टोले मैले राम्ररी नै आफ्नो आङलाई ढाकेकी थिएँ। तर पनि उनको आँखाको हिंस्रक लोलुपताले मलाई उदाङ्गो आभास गरायो र म खास्टोभित्र पनि एकपल्ट खुम्चिएँ। उनको औपचारिक हाँसोमा माउसुलीले फुत्त फुत्त जिब्रो निकाली पुतली निल्न लागेको बेलाको जस्तै तत्परता देखेँ। मैले उसलाई हेरेँ, न उसको घिनलाग्दो हाँसोको प्रत्युत्तर नै दिएँ। तर पञ्चतत्त्वले बनेको मासुको थुप्रोलाई यसले कुनै प्रतिकूल असर पारेन। बरु मासुको थुप्रोको वाक्य पो फुट्यो, चिया खानुस् न, चिसो भइसक्यो। जाड पनि कति होइन, काम नभएको बखत त अफिसमा बस्न पनि बोर नै लाग्ने। यसै त एक्लो हुनुभएको घरमा यहाँलाई त बोर नै लाग्दो हुने। मनमा नै सोचेँ, बोर लाग्दैन, पटक्कै लाग्दैन।
लोग्ने बनाउँदा तिमीहरू जस्ता मासु नै मासुका थसुल्लाहरू जो अड्डा पछि पनि कुनै भट्टीमा जान्छौ अथवा सर्प पवालमा पसे जस्तो पप्लुको अड्डामा पुग्छौ र आधा रात गएपछि घरको कामले थाकेर चुर भएर मिठो निद्रामा पुगेका स्वास्नीहरूलाई कुनै भावनात्मक अनुराग बिना दुःख दिन पुग्छौ। बरु तिमीहरू जस्तो लोग्नेको उपस्थितिले बोर हुन्थे होला। तर प्रकटमा भने बोर लाग्दो हो, तर लेखपढमा केही रुचि भएकोले आजसम्म बोर हुनु परेको छैन। यति रुखो जवाफले पनि ऊ निरुत्साही भएन। मानौ जसरी भए पनि आज उसलाई आफ्नो दुनो सोझ्याउनु छ। खोइ एउटै विभागमा यतिका वर्ष काम गरियो, यहाँको डेरासम्म देखाउनु भएको छैन। मलाई थाहा थियो उसले अघिदेखि चालेको गोटी यहाँ आएर थामिन्छ। मलाई जुरुक्क उठेर उसको पोक्चे गालामा चड्याममा एक चड्कन लगाउन मन लाग्छ। मेरो कान र गाला रनक्क रन्किन्छन्, तर आफैलाई अनुशासित तुल्याई प्यालामा रहेको चिया एकै घोटकोमा सिद्ध्याउँछु। जाउँ सर, एक दुईवटा टिप्पणी उठाउन छ। उसलाई पनि थाहा भयो टिप्पणी छैन, तर ऊ बोल्न सक्दैन। म बाहिरिन्छु र आफ्नो कोठाको मेचमा बसेर लामो सास तानेपछि हल्का हुन्छु। सोध्छु, हो मैले एउटा विवाहित व्यक्तिसँग सम्बन्ध स्थापित गरेर सामाजिक अपराध निश्चय नै गरेकी होला। तर यो सम्बन्ध त्यतिको निरर्थक चाहिँ छैन। हामी दुईले वासना रूपी बाध्यता मात्र घिस्याएर यो सम्बन्धलाई लम्ब्याएका छैनौँ। वासनाभन्दा परको अर्को केही पनि निहित छ यसमा। जुन दिन त्यो केही टुङ्गिन्छ उतिखेरै हाम्रो सम्बन्ध पनि टुक्रिन्छ। यसमा हामी दुवै आश्वस्त छौँ। नत्र जे जस्तो भए पनि उनकी दुलही नै उनको आवश्यकताको परिपूर्तिको निम्ति प्रशस्त हुने थिइन् र हो हामीले एकअर्कालाई आहारको रूपमा अवश्य नै ग्रहण गरेका छौँ या गरेका छैनौँ भन्ने ढोङ म कदाचित रच्दिनँ। तर आहार बाहेक हामीले एकअर्काको अस्मितालाई पनि अस्मिताको रूपमा अङ्गीकार गरेका छौँ। यो सत्यले नै हाम्रो सम्बन्धलाई हुर्काउनमा मलजलको काम गरेको छ। जुन दिन यो सत्य मर्छ त्यो दिन म उसको निम्ति उसकै स्वास्नीको अर्को रूप हुन पुग्छु। ऊ मेरो निम्ति केवल मासु नै मासुको थुप्रो भएको अर्को हाकिम हुन पुग्छ। तर साधु बिरालाहरू जस्ता तत्त्वहरूले मेरो र उनको सम्बन्धलाई यति गहिरिएर हेर्ने आवश्यकता नै किन ठान्छन् र? उनीहरू त सोध्छन् माल तयार छ, हत्याउनै पर्छ। उनीहरू रागो हुन्, भैँसी भए पुग्छ। उनीहरू चितुवा हुन्, बाख्रो भए पुग्छ। यसो त उनी पनि लोग्ने मानिस हुन् जोसँग म सम्बन्धित छु। तर उनी लोग्ने मानिस हुन्, रागो र चितुवा मात्र चाहिँ होइनन्। म पनि स्वास्नी मानिस हुँ, अस्तित्व बोकेकी छु। एउटा अहमलाई पालेकी छु, एउटा कमनीयतालाई सङ्गालेकी छु, एउटा गुलाफी आरुको फूल झैँ बैंसलाई भित्री हृदय खण्डमा जोगाएकी छु। म फगत सडक मात्र होइन जहाँ मानिस केवल हिँड्छन्, इनार मात्र होइन जहाँबाट पानी निकालिन्छ, पलङ मात्र होइन म जहाँ निन्द्रा लागेपछि मानिस सुतिदिन्छन्। सडक, इनार र पलङ बाहेक पनि म केही हुँ र यस केहीलाई नै चिनेर उनी मेरा आत्मीय हुन पुगेका हुन्। यी रागा र चितुवाहरू जो हरदम फाइलको बल्छी हानेर ठाउँ ठाउँबाट घुस असुलो पर गर्नमा वस्ताद छन्। यिनीहरूका अघि अहम र अस्तित्वको कुरो केवल एब्स्ट्र्याक्ट पेन्टिङ हो। यिनीहरूका फुट्नै लागेका शरीरले इङ्गित गर्छ यिनीहरू भ्रष्टाचार गर्न पाएर कति सन्तुष्ट छन्। भ्रष्टाचार यिनीहरूको निम्ति भ्रष्ट आचार होइन, परन्तु आचारपूर्ण धर्म बन्न पुगेको छ। आफू खुसी यो धर्म अवलम्बन गरिसकेपछि शारीरिक एवं यौनात्मक भ्रष्टाचार गर्न किन नतम्स्यौं, किन नजगमगाउन्? पालेले अत्यन्त जरुरी अति गोप्य छाप लागेका 3-4वटा खाम टेबलमा राख्छ। म खाम खोल्न थाल्छु। थाहा छ यहाँ केही अति गोप्य छैन, के अत्यन्त जरुरी छैन। यी त केवल अड्डाका औपचारिकता हुन्। खामको गोप्यता र जरुरीपन टेलिफोनको घन्टीमा निर्भर गर्छ, अन्यथा यस्ता खामहरू खात लागेर रहन्छन् धुलाम्य भएर। 3 बज्यो, अब चाहिँदा नचाहिँदा मानिसहरूको छुचुन्द्रे ताती लाग्छ।
एक प्रकार ठिकै छ, 3 बजेको अघि नै पो कति काम गरेँ मैले। बरु चिन्जान साथीभाइहरूसित भेटघाट, रमाइलो, चिया पानी, गफगाफ ठिकै छ। हाई काट्दै बस्नु पर्दैन। अब थाहा छ अर्को विभागको सेक्सन अफिसर अर्थात् मेरी चिरिबिरी साथी पनि आउँछ। उसको एक्सप्रेस छुटेपछि एकनाससित चल्छ घट 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 घट। उसको अघिल्तिर बोल्न कसैले पनि गर्न पाउँदैनन्, आफै बोलेको बोलेकै। लोग्ने मानिसको त के कुरा, बोल्नमा मै हो भन्ने स्वास्नी मानिसहरूले पनि उसको अघि सरेन्डर गरिसकेका छन्। उसित मित्रता गर्नु अघि औपचारिक रूपमा एउटा शर्तलाई स्वीकार गर्नुपर्छ। ऊ वक्ता हो, म श्रोता हो। मैले मनमा नै उसको यो शर्तलाई स्वीकार गरी श्रोता बनेकी छु। यसैले ऊ म कहाँ आउँछ, उसको कुराकानी प्रसङ्गविहीन हुन्छन्। उसलाई प्रसङ्ग र सिलसिलासित केही वास्ता छैन। उसलाई कुरा गर्नु छ, बस त्यति नै। कुराको केन्द्र कहिले कुनै हाकिम हुन्छ, कहिले कुनै युवक, कहिले सिनेमा, कहिले साडी, कहिले नयाँ सडक, कहिले दिदीबहिनी त कहिले दौतरी, कहिले भाउजू, कहिले टाइपिस्ट ठिटीहरू, कहिले पियन। फेरि कुराको ग्राफ एकैचोटि माथितिर तानिएर मन्त्रीमण्डलसम्म पुग्छ। जे होस् एउटा कुरा भने मान्नै पर्छ उसलाई। जस्तै गुप्य कुराको पनि पत्ता लागेको हुन्छ। उसको इन्फर्मेसन देखेर म छक्क पर्छु। कसले रक्सी खाएर एक्सिडेन्ट गरायो, कसले रक्सीको सुरमा अर्काकी ठिटी पक्रन जाँदा गुदाई खायो, कुन भूपू मन्त्री बदनाम टोलमा फेला पर्यो, सहरको कुन प्रतिष्ठित व्यापारीलाई कुन होटेलको कोठामा रेड ह्यान्ड पक्रियो, कुन माननीयले आफ्नो टेलिफोन कसलाई कतिमा बेच्यो, कुन सचिवले कुन व्यापारीलाई कति ठग्यो, कुन माननीयले कुन मन्त्रीको तारेको माछाको कोसेली लग्यो, कुन मन्त्री दुलै भनेपछि छुलछुल हुन्छ, यावत खबर उसलाई छ। कुरा गर्दा गर्दै ऊ मेरो कानैको छेउमा आएर भन्छे, त पनि मानिस त घुसघुसे नै होस् बा, अर्काको पोइलाई कसरी भुलाउन सक्या होला। म उत्तर नदिएर सुनिरहन्छु। ए लाटी, खालि पुस्तक नै पुस्तकको थुप्रो मात्र उपहार दिन्छ कि यसो खर्चवर्च रुपियाँ पैसा पनि झार्छेस। म मौनताको सहारा लिन्छु। उसको एक्सप्रेस अझ दौडन्छ पुरा वेगमा। अर्काको चिज भनेपछि त निकै रोमान्स हुन्छ हैन? आफ्नो पोइ आफ्नै दुलहा के मजा र। साँच्चै लोग्ने मानिसहरू पनि भन्छन् लिगलाइजमा आनन्दानुभूति हुन्न रे, बुझिस्? उसको कुरा सुन्दा मेरो मुखभरि थुक जम्मा भइसकेको हुन्छ। लोग्ने मान्छेहरूप्रतिको उसको कमजोरी मलाई थाहा छ। जहाँ पायो उही उदाङ्ग भइदिन्छे। त्यति मात्र भए हुन्थ्यो, अङ्गालोमा बाँधिएको देखि लिएर अन्तसम्मको घटनालाई आफ्नै मुखले प्रचार गर्छे। पहिले पहिले प्रशस्त युवा र अद्वैंशीहरू पनि यसका सम्पर्कमा आए। पछि प्रचार प्रसारको शिकार भएपछि यस्तरी टुप्पी फर्कँदै भागे कि फेरि यसलाई कहिल्यै नाकमुखसम्म देखाउने दृष्टता गरिनन्। आजभोलि सबै तर्कन खोज्छन्। ऊ कुराको सिलसिला अर्कैतिर मोड्छे। थाहा छ, महाराजगञ्जको कार्की पाइलटले मलाई माग्न आएको छ। मोरो ठिटी जस्तै छ। आमे देख्यो कि त्यसै लजाउने। म अफिस आउने बेला पारेर सधैँ ज्ञानेश्वरमा मोटरसाइकलमा दौडन्छ। थाहा छ मलाई हेर्न। मलाई थाहा छ कुनै पाइलट कि वा डाक्टर कि वा इन्जिनियर कि वा कुनै अफिसको हाकिम उसलाई हेर्दैन। रोज यतै काल्पनिक वैवाहिक उम्मेदवार उसको मानसपटलमा दौडन्छ, बिलाउँछ, उदाउँछ र अस्ताउँछ। उसका दाजुभाइहरू पनि उसँग आजित छन्। धेरैचोटि उसको घरमा उसलाई लिएर अर्थात् उसले नाकै काटिदिसकी, इज्जतै फालिदिसकी भनेर रडाएको पनि नमच्चिएको होइन। त्यति नराम्री पनि होइन, तर नराम्रो लतले उसलाई नराम्री पारिसकेको छ, शुष्क पारिसकेको छ, आकर्षण रहित पारिसकेको छ। साउतीको स्वरमा ऊ एकाएक मलाई उपदेश दिन थाल्छ। हेर, लोग्ने मानिसको जात के भर, तेरो रूप र अलिकति वैंश छँदाछँदै थपक्क एउटालाई फसाएर बिहे गर। अर्काको पोइसँग झुन्डिएर के पाउँछेस्? मेरो उत्तरको उसलाई जरुरत छैन। स्वयं उत्तर दिन्छे। मानौ ऊ आफै प्रश्नोत्तर हो। एउटा कुरा याद राखेस्, उसकी दुलही तगडा छे नि, भुत्ल्याउली अनि खालिस। यति भनिसकेर ऊ
खितिदिँदै हाँस्छे। ऊ कति बेरसम्म हाँस्छे भने म उसित नहाँसी सुख पाउँदिन र कानमा मुख नलगी स्वाभाविक स्वरमा भन्छु, तिनलाई भुत्ल्याउने फुर्सदै छैन।